नमस्कार है नमस्कार सबैजनालाई। आजको भिडियो ती साथीहरूलाई जाओस् जसको नाम लिँदा पनि आफूलाई खुसीको साथमा गर्वको महसुस होस्। खुसीको साथमा गर्वको महसुस होस्। जाउँ है साथीको संसारमा। साथी यो कस्तो शब्द रहेछ। हेर्दाखेरि दुई शब्द मात्र भए पनि यस शब्दमा लाखौं कुरा लुकेर बसेका हुन्छ। हामी सबैलाई थाहा छ आमा बा पछिको ठुलो सहारा नै साथी नै हो। ती साथी जसले दुःख सुख सधैँभर साथ दिन्छ। यो साथी यार मित्रता दोस्त भन्ने कति शब्द छ साथीहरूलाई जनाउने। त्यही भएर त साथी भन्ने शब्द हरेक मानिसको जीवनमा नजिक हुन्छ। एउटा साथीको सफलता देख्दा ऊ भन्दा धेरै खुसी हुन्छ भने उसको दुःख देख्दा ऊ भन्दा धेरै पीडा बोके झैं गर्छ साथी। साथीको विशेषता त यही हो नि। साथीको खुबी त यही हो नि। साथी जसले जीवनमा ठुलो भूमिका खेलेको हुन्छ र यदि त्यही साथी गाँजा गोटी जस्तै गलत काममा पसेको थाहा पाउँदा त्यो अर्को साथीलाई के बित्छ, कसले बुझ्छ त्यो कुरा र त्यो लतमा फसेको साथीले कहिले बुझ्छ उसको साथीप्रतिको माया। त्यो साथीप्रतिको माया। मानिसले बियफ जियफ भन्ने शब्द बिर्सिनलाई साथी भन्ने शब्दको नशा लाग्नुपर्छ। हो मानिसलाई बियफ जियफ भन्ने शब्दको बिर्सिनलाई साथी भन्ने शब्दको नशा लाग्नुपर्छ। यो एउटा खाने गोटीको नशा भन्दा पनि धेरै नशालु हुन्छ। मित्रताको अगाडि के टिक्छ र मित्रताको अगाडि के टिक्छ र। एक दिन झगडा दुई दिन झगडा मित्रतामा कमन चिज हो। एक दिन झगडा दुई दिन झगडा मित्रतामा कमन चिज हो। तर थाहा छ त्यही झगडाले मित्रतालाई कति दह्रो र कति स्ट्रङ बनाएको हुन्छ। हो साथीलाई भन्ने शब्द नै केही छैन। साथी जसले हरेक दुःखका र सुखमा पनि साथ दिन्छ। साथी हरेक मानिसलाई आफ्नो जीवनमा यस्तो साथीको आवश्यक पर्छ। साथी बिनाको मानिसको जीवनको भ्यालु धेरै कम हुन्छ। मानिसलाई पैसा भन्दा पनि साथीको धेरै इम्पोर्टेन्ट हुन्छ। सो यो चाहिँ सबै डेडिकेटेड साथीहरूलाई थ्याङ्क यू धन्यवाद।